नमस्ते। आज मेरो हातमा छ एउटा पुस्तक रमेशनाथ पाण्डेजीको कूटनीतिक र राजनीतिक भन्नेमा। उहाँले आफ्नो कूटनीतिक भ्रमणको सिलसिलामा 2025 साल जेठ 23 गते मलेसियाको कलालम्पुरमा यात्रा गर्नुभएको रहेछ, जहाँ उहाँले 1 महिना व्यतीत गर्नुभएको रहेछ। 1 महिनासम्म उहाँले एउटा रोचक घटनाको बारेमा वर्णन गर्नुभएको छ। त्यो म उहाँ सर पढेर हजुरहरूलाई सुनाउँछु। मलेसियाका उप प्रधानमन्त्रीसँग बसेर मैले 1 महिनामा धेरै मूल्यवान ज्ञान, अनुभव र विचार आर्जन गरे। पहिलो दिनदेखि नै उहाँले मलाई नजिक राख्नुभयो। विदेशीलाई जस्तो व्यवहार कहिले गर्नु भएन। यसैबीच एक दिन उहाँले मसँग भन्नुभयो, यहाँ बजारमा माउन्ट एभरेस्टको ढुङ्गा बिक्रीमा राखेको छ भन्ने सुनेको छु। यदि त्यो ढुङ्गा सक्कली हो भने मलाई पनि किन्न मन लागेको छ। त्यो विक्रेता नेपाली भएकोले तपाईसँग झुट बोल्ने छैन। तपाई पत्ता लगाइदिनुस् न, सक्कली हो कि होइन। सगरमाथाको पहाड फोडेर त्यसको ढुङ्गा कलालम्पुरको बजारमा बिक्री भइरहेको सुनेर आश्चर्यचकित भएकोले म साँझ वहाँका निजी सचिवसँग बजार घुम्न निस्के। पार्क नजिकै मूल सडकको किनारमा पेटीमा रातो गम्छामा विभिन्न आकारका कालो ढुङ्गा फिजाएर एउटा मानिस पलेटी कसेर बसेको थियो। उत्तरी भेगको जस्तो लाग्ने त्यो मान्छे नेपाली नै थियो, तर ढुङ्गा देखेर मलाई अचम्म लाग्यो। सगरमाथा फोडेर ढुङ्गाहरू काटी मलेसियामा बेच्ने कुरा मलाई उडन्ते लाग्यो। मैले नेपालीमा सोधेँ, तपाईको घर कहाँ हो? उसले झर्केर जवाब दियो, तपाईलाई चासो किन? मैले भने, मसँग सरकारी मानिस आएका छन्। साँचो भन, सगरमाथाको पहाड फोडेर पनि ढुङ्गा ल्याउन सकिन्छ? उसले न्याउरो मुख लगाएर जवाब दियो, हुन त यी नदी किनारका ढुङ्गा हुन्। म 5 वर्षदेखि यो व्यापार गरिरहेको छु। मेरो व्यापार बिगारेर तपाईलाई के फाइदा हुन्छ? उसको यो जवाबले म धर्म सङ्कटमा परे। उप प्रधानमन्त्रीका निजी सचिवलाई सत्य कुरा भनौँ भने दुर्गम क्षेत्रको एउटा नेपालीको व्यापार बिग्रिने, झुटो बोलौँ भने उप प्रधानमन्त्रीले सत्य कुरा थाहा पाउने बित्तिकै मेरो विश्वसनीयता नष्ट हुने। यसैले मैले उनलाई भने, यो मान्छे ढुङ्गा सक्कली नै हो भनेर दाबी गर्छ, तर मलाई यस विषयमा कुनै ज्ञान छैन। यसैले म कुनै सल्लाह दिन सक्दिनँ। मलेसियाबाट फर्केपछि उप प्रधानमन्त्री टु राजकसँग भएको सहमति अनुसार सेनाका 10 जना अधिकारीहरू प्रति विद्रोह काउन्टर इमर्जेन्सीको तालिम लिन कोलम्बोर पठाइयो। देशका अन्य जिल्लाहरूमा पनि सिन्धुपाल्चोकमा जस्तै विद्रोहको खतरा हुर्किरहेको छ कि भन्ने शङ्का थियो। तत्कालीन गृह सचिव क्षेत्र विक्रम राणा पछि मुख्य सचिव पनि हुनुभयो। नेपालको भौगोलिक अवस्थाबारे गहिरो जानकारी राख्नुहुन्थ्यो। राजाको इच्छा अनुसार उहाँले सुरक्षाको दृष्टिबाट कमजोर उत्तरी भेगको नक्सा तयार पार्नुभयो। त्यसमा देशको विभिन्न भागहरूमा रहेका यस्ता ठाउँहरूको विवरण थियो जहाँ छापामारहरूले अखडा जमाए भने उनीहरूले नै घोषणा नगरेसम्म सरकारले थाहा पाउन सम्भावना थिएन। टाइप गरेर तयार पारेको त्यो दुर्लभ नक्सा र विवरण मसँग थियो। राजा वीरेन्द्रलाई राज्यारोहणको 2 महिनापछि पहिलो भेट्दा मैले बुझाएको थिएँ। अब यहाँ एउटा कुरा के छ भने कूटनीतिक भाषा कसरी प्रयोग गर्नु भएको छ। त्यो एभरेस्ट स्टोन, सगरमाथाको ढुङ्गा भनेर बेच्ने नेपालीलाई उहाँले आफ्नो कूटनीतिक मर्यादा पनि राख्नुभयो र नेपालीहरू पनि बचाउनु भयो। कूटनीतिक भाषा